आज हामी कुरा गर्नेछौँ प्राचीन इतिहासका 10 सबैभन्दा भयानक सजायहरूको बारेमा जुन यति क्रूर र डरलाग्दा थिए कि तिनले मानवताको सीमालाई नै चुनौती दिए। यी सजायहरू किन यति भयानक थिए, तिनको पछाडिको इतिहास र कथाहरू के हुन् र यिनले समाजलाई कसरी प्रभावित गरे, यो भिडियोले तपाईलाई डर, आश्चर्य र इतिहासको गहिराईमा डुबाउनेछ। त्यसैले यो भयानक यात्रामा हामीसँग रहनुहोस्। क्रुसिफिक्सन साथीहरू, हाम्रो पहिलो सजाय हो क्रुसिफिक्सन, जुन प्राचीन रोममा प्रयोग गरिन्थ्यो। यो सजाय यति क्रूर थियो कि यो अपराधीहरूलाई मात्र होइन, दर्शकहरूलाई पनि डरले काँप्न बाध्य बनाउँथ्यो। अपराधीलाई काठको क्रसमा किलाले ठोकेर झुन्ड्याइन्थ्यो र तिनलाई घण्टौं वा दिनौंसम्म पीडामा छटपटाउन छोडिन्थ्यो। यो सजाय विशेष गरी विद्रोहीहरू र गम्भीर अपराधीहरूका लागि प्रयोग गरिन्थ्यो। यो सजायको इतिहास पनि उत्तिकै भयानक छ। रोमन साम्राज्यमा यो सजायले अपराधीहरूलाई सार्वजनिक रूपमा लज्जित गर्न र अरूलाई चेतावनी दिन प्रयोग गरिन्थ्यो। एउटा भावनात्मक कुरा, क्रसमा झुन्डिएका व्यक्तिहरूले सास फेर्न गाह्रो भएर बिस्तारै मृत्युको काखमा पुग्थे। यो सजायले हामीलाई सिकाउँछ कि प्राचीन समाजमा सत्ता र नियन्त्रण कायम राख्न क्रूरता कति टाढासम्म जान सक्थ्यो। फ्लेइङ। अब हामी पुग्छौं फ्लेइङ, जुन प्राचीन मेसोपोटामिया र पर्सियामा प्रयोग हुने सजाय थियो। यो सजायमा अपराधीको छाला जिउँदै काटेर निकालिन्थ्यो। यो यति पीडादायक थियो कि धेरै अपराधीहरू यो प्रक्रियाको बीचमै मर्थे। यो सजाय विशेष गरी विश्वासघात र गम्भीर अपराधका लागि प्रयोग गरिन्थ्यो। यो सजायको पछाडिको उद्देश्य केवल पीडा दिने मात्र थिएन, बरु अरूलाई डर देखाउनु पनि थियो। छाला निकालिएको शवलाई सार्वजनिक ठाउँमा राखिन्थ्यो ताकि मानिसहरूले अपराधको परिणाम देखुन्। एउटा रोचक कुरा, पर्सियामा यो सजायलाई सत्यको सजाय भनिन्थ्यो किनभने अपराधीको छाला हटाएर सत्य बाहिर ल्याइन्छ भन्ने विश्वास थियो। यो सजायले हामीलाई सिकाउँछ कि प्राचीन समाजमा क्रूरताको कुनै सीमा थिएन। इस्कापिजम। अब हामी कुरा गर्छौं इस्कापिजम, जुन प्राचीन पर्सियाको सबैभन्दा भयानक सजायमध्ये एक थियो। यो सजायमा अपराधीलाई दुईवटा डुङ्गा वा काठको बाकसमा बाँधेर राखिन्थ्यो र तिनलाई मह र दूध खुवाएर किराहरूलाई आकर्षित गरिन्थ्यो। किराहरूले अपराधीको शरीरलाई बिस्तारै खान्थे र यो पीडा दिनौंसम्म चल्थ्यो। यो सजाय विशेष गरी राजद्रोह र गम्भीर अपराधका लागि प्रयोग गरिन्थ्यो। एउटा भावनात्मक कुरा, अपराधीले जीवितै रहँदा आफ्नो शरीरलाई किराहरूले खाएको महसुस गर्थे र यो पीडा सहन असम्भव थियो। यो सजायले हामीलाई सिकाउँछ कि प्राचीन पर्सियामा सत्ताले आफ्नो शक्ति देखाउन कति क्रूर बन्न सक्थ्यो। द ब्रेजन बुल। अब हामी पुग्छौं प्राचीन ग्रिसको ब्रेजन बुल, जुन एक यातनापूर्ण र भयानक सजाय थियो। यो सजायमा अपराधीलाई काँसाको ठूलो बैलको मूर्तिभित्र राखिन्थ्यो र तल आगो बालिन्थ्यो। अपराधी भित्रै जिउँदै जलाइन्थ्यो र तिनको चिच्याहटलाई बैलको मूर्तिको डिजाइनले बैलको आवाज जस्तै बनाउँथ्यो। यो सजायको आविष्कार तानाशाह फालारिसले गरेको मानिन्छ। यो यति क्रूर थियो कि यो सजायको कथाले ग्रिस बाहिर पनि फैलियो। एउटा रोचक कुरा, यो सजायलाई कला र क्रूरताको संयोजन मानिन्थ्यो किनभने बैलको मूर्ति सुन्दर बनाइन्थ्यो। यो सजायले हामीलाई सिकाउँछ कि प्राचीन समाजमा क्रूरता र रचनात्मकता सँगसँगै प्रयोग हुन सक्थे। लिङ्ची। अब हामी पुग्छौं प्राचीन चीनको लिङ्ची, जसलाई हजार कटौतीको मृत्यु भनिन्थ्यो। यो सजायमा अपराधीको शरीरलाई सयौं वा हजारौं पटक साना साना कटौती गरेर काटिन्थ्यो र यो प्रक्रिया घण्टौंसम्म चल्थ्यो। यो सजाय विशेष गरी विश्वासघात र हत्याका लागि प्रयोग गरिन्थ्यो। यो सजायको उद्देश्य अपराधीलाई अधिकतम पीडा दिनु र समाजमा डर पैदा गर्नु थियो। एउटा भावनात्मक कुरा, यो सजाय प्राप्त गर्ने व्यक्तिहरूले बिस्तारै मृत्युको काखमा पुग्थे र यो पीडा सहन असम्भव थियो। यो सजायले हामीलाई सिकाउँछ कि प्राचीन चीनमा सजाय केवल सजा दिने होइन, समाजलाई नियन्त्रण गर्ने हतियार थियो। ब्रेकिङ व्हील। अब हामी पुग्छौं मध्यकालीन युरोपको ब्रेकिङ व्हील, जुन यति भयानक सजाय थियो कि यो सुन्दा नै रगत जम्छ। यो सजायमा अपराधीलाई ठूलो काठको चक्कामा बाँधेर तिनका हड्डीहरू हथौडाले तोडिन्थ्यो। त्यसपछि चक्कालाई सार्वजनिक ठाउँमा राखिन्थ्यो र अपराधीलाई पीडामा छटपटाउन छोडिन्थ्यो। यो सजाय विशेष गरी हत्या र डकैतीका लागि प्रयोग गरिन्थ्यो। एउटा रोचक कुरा, यो सजायलाई न्यायको चक्का भनिन्थ्यो किनभने यो समाजमा अपराधलाई रोक्ने प्रतीक मानिन्थ्यो। यो सजायले हामीलाई सिकाउँछ कि मध्यकालीन युरोपमा सजायले अपराधीलाई मात्र होइन, सारा समाजलाई डर देखाउँथ्यो। इम्पेलमेन्ट। अब हामी कुरा गर्छौं इम्पेलमेन्ट, जुन ओटोमन साम्राज्यमा प्रयोग हुने एक भयानक सजाय थियो। यो सजायमा अपराधीलाई तिखो काठ वा धातुको सुलीले छेडेर झुन्ड्याइन्थ्यो र तिनलाई बिस्तारै मृत्युको काखमा पुग्न छोडिन्थ्यो। यो सजाय यति क्रूर थियो कि यो देख्नेहरूको मनमा डर बस्थ्यो। यो सजाय विशेष गरी विद्रोहीहरू र शत्रुहरूलाई दिन प्रयोग गरिन्थ्यो। एउटा भावनात्मक कुरा, यो सजाय प्राप्त गर्ने व्यक्तिहरूले घण्टौंसम्म पीडा भोग्थे र यो दृश्यले समाजमा सत्ताको शक्ति प्रदर्शन गर्थ्यो। यो सजायले हामीलाई सिकाउँछ कि प्राचीन साम्राज्यहरूमा क्रूरता सत्ताको प्रतीक थियो। ऱ्याट टर्चर। अब हामी पुग्छौं मध्यकालीन युरोपको ऱ्याट टर्चर, जुन एक यातनापूर्ण र डरलाग्दो सजाय थियो। यो सजायमा अपराधीलाई बाँधेर तिनको पेटमा मुसाहरूलाई राखिन्थ्यो र माथिबाट तातो कोइला राखेर मुसाहरूलाई भाग्न बाध्य पारिन्थ्यो। मुसाहरूले अपराधीको शरीरलाई खोतल्थे, जसले अकल्पनीय पीडा दिन्थ्यो। यो सजाय विशेष गरी जासुसी र विश्वासघातका लागि प्रयोग गरिन्थ्यो। एउटा रोचक कुरा, यो सजायलाई यति डरलाग्दो बनाउनको लागि मुसाहरूलाई भोकै राखिन्थ्यो। यो सजायले हामीलाई सिकाउँछ कि प्राचीन समाजमा यातनाको कुनै सीमा थिएन। बॉइलिङ अलाइभ। अब हामी कुरा गर्छौं बॉइलिङ अलाइभ, जुन प्राचीन इजिप्ट र युरोपमा प्रयोग हुने एक भयानक सजाय थियो। यो सजायमा अपराधीलाई
तातो पानी, तेल वा पग्लिएको धातुमा उमालेर मारिन्थ्यो। यो सजाय यति पीडादायक थियो कि अपराधीले तुरुन्तै मृत्युको कामना गर्थे। यो सजाय विशेष गरी जादु टोना र गम्भीर अपराधका लागि प्रयोग गरिन्थ्यो। एउटा भावनात्मक कुरा, यो सजाय प्राप्त गर्ने व्यक्तिहरूले असहनीय पीडा भोग्थे र यो दृश्यले समाजमा डर पैदा गर्थ्यो। यो सजायले हामीलाई सिकाउँछ कि प्राचीन समाजमा सजायले मानवताको सीमालाई तोड्थ्यो। ड्रइङ एन्ड क्वार्टरिङ। अन्तमा हामी पुग्छौं मध्यकालीन इङ्ल्यान्डको ड्रइङ एन्ड क्वार्टरिङ, जुन इतिहासकै सबैभन्दा क्रूर सजायमध्ये एक थियो। यो सजायमा अपराधीलाई घोडाले तानेर झुन्ड्याएर र त्यसपछि तिनको शरीरलाई 4 टुक्रामा काटिन्थ्यो। यो सजाय विशेष गरी राजद्रोह र विश्वासघातका लागि प्रयोग गरिन्थ्यो। यो सजाय सार्वजनिक रूपमा गरिन्थ्यो ताकि समाजमा डर पैदा होस्। एउटा रोचक कुरा, यो सजायलाई न्यायको प्रदर्शन मानिन्थ्यो किनभने यो सत्ताको शक्तिलाई देखाउँथ्यो। यो सजायले हामीलाई सिकाउँछ कि प्राचीन समाजमा सजाय केवल सजा होइन, सत्ताको प्रतीक पनि थियो। साथीहरू, यो थियो प्राचीन इतिहासका 10 सबैभन्दा भयानक सजायहरूको कथा, जसले साहस, डर र मानवताको सीमालाई चुनौती दियो। यी सजायहरूले हामीलाई सिकाउँछ कि प्राचीन समाजमा सत्ता र नियन्त्रण कायम राख्न क्रूरता कति टाढासम्म जान सक्थ्यो। यी कथाहरूले हामीलाई डरलाग्दो अनुभव दिन्छ, तर साथै हामीलाई हाम्रो वर्तमानको कदर गर्न पनि सिकाउँछ। यदि यो भिडियो तपाईलाई मन पर्यो भने कृपया लाइक गर्नुहोस्, हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोस् र कमेन्टमा लेख्नुहोस् कि यी मध्ये कुन सजायको कथाले तपाईको मन छोयो।